पक्कै मर्छुमा भेट्न पाउँदैन म जिउन सक्दिन तिमी जीवन तिमी फेरि सुन्न मन लाग्यो के भन्नुभयो नछोड भनेको हो हुन्छ छोड्दिन है तिमीलाई नजिक भए आइदिनु साथी सम्झनामा आउँदै होइन तिम्रो घर मेरो एउटै बनाउने हो र ओहो पहिल्यै भन्नुपर्छ नि मलाई बनाउने भनेर अलिक पहिले 5 वर्ष अगाडि भन्नु पर्दैन मैले कति समयसम्म बिहे नगरी तपाईँलाई कुरेर बसेँ भन्दै भन्नु भएन त तर केही छैन तपाईँहरूको माया मनमा छ मुटुमा छ तपाईँहरूप्रति सधैँ आभारी छु अब भने तपाईँले मन पराएका यिनै गीतहरू म आज सालैजो सुनाउँछु त्यसै गरी